देवर बाबु छोरी छोरी तू पर पुग्न आँट्यो मतलब रोटी रम्पम अचार घोडा यता। हाई गाइस, आज चाहिँ म ओआयोमा छु। अस्ति नै आएको आयो जानुको लागि ग्रेजुएसनमा। आयो गएर पनि आएको साथीको ग्रेजुएसनमा। अब चाहिँ हामी घुम्न जान आँटेको पुटिङ बे, अनि जानुभन्दा अगाडि भात खान आँटेको। यहाँ मलाई भाउजूले भात दिन आँट्नु भएको छ। यो सब्जी कस्तो मिठो छ, हिजो पनि खाएको। अब चाहिँ मिठो मिठो खानुपर्ने हुन्छ। के को सब्जी हो भाउजू? लोकल कुखुराको सब्जी अरे झोल हालेको। वाउ। अनि यो टमाटरको अचार अनि डल्ले खोर्सानी। अब चाहिँ जानुभन्दा अगाडि तातो तातो भात खानुपर्ने हुन्छ। अनि बिरालोहरू यो झोलको पनि हो, यो पर्पर भुटेको यो झन् मिठो छ। टमाटरको अचार कति बज्यो? 10:40 भएछ। बाहिर पनि धुम्म छ आज। आई विश घाम लागेको हुनु नि। पुटिङ बे भनेको चाहिँ इरी लेकमा एउटा आइल्यान्ड हो, जो हामी यहाँ पारीबाट फेरी चढेर अर्को आइल्यान्ड जानुपर्छ। अनि त्यहीँ गल्फ कार्ट उदी चढेर लाइक बसेर वरिपरि घुम्ने, त्यहाँ हेलिकप्टरहरू पनि हुन्छ, राइडहरू। पहिला हामी गएको थियौँ 4-5 वर्ष अगाडि क्याम्पिङ। यस्तो मजा भएको थियो कि। मैले चाहिँ भात खाइसकेँ। अब म रसगुल्ला खान्छु। अब आई लभ रस। एउटा मात्र हुन्छ। अब चाहिँ यो खाना आँटेको हो। आई लभ इट सो मच भन्दा पनि लाइक ठिकै। अनि यो तपाईँहरूलाई। अनि यहाँ चाहिँ के बोक्यौँ, किनभने हामी नेपाली हो नि त। सो अफकोर्स गर्ने ठिक रम्पमहरू के रोटीहरू लगेको छ त्यहाँ खानु। त्यहाँ पनि के किनेर खाँदा हुन्छ, तर ओभरै महँगो हुन्छ। खाँदा त खाने पनि हो, तर घरबाट पनि लगौँ भनेर। हाई, अब देवर बाबु छोरी छोरी म पुटिङ बे डुलिङ गई। यस, भन्नु त्यसरी चाहिँ भन्नुपर्छ। यहाँ चाहिँ लरै छ हन्डा अनि 3टा सिआरबी। यो दुईटा चाहिँ सिमिलर कलर अनि पछाडिको चाहिँ सिमिलर कलर। अनि अब हामी जान्न आँटेको। हामी चाहिँ अब लागिसक्यौँ। यहाँबाट 1 घन्टा 45 मिनट लाग्दो रहेछ। अहिले चाहिँ 11:15 भयो। 1 बजीतिर पुगिने रहेछ। तर वेदर चाहिँ यस्तो छ, घामै घाम हुनु भए पो झन् रमाइलो हुन्थ्यो। अलिक ग्लुमी छ, तर यस्तो भयो भने ठिकै छ। होपफुली पानी चाहिँ नपर्दियोस् है। अहिले तपाईँहरूलाई म देखाउँछु नजाराहरू कस्तो राम्रो राम्रो। हामी चाहिँ यहाँ आइपुग्यौँ। यो सिप चाहिँ गयो। अब अर्को सिप आउँछ 30 मिनट पछि। सिप हो कि यो फेरी। वाउ, हेर्नु सक्नुहुन्छ नजारा कस्तो राम्रो छ। अनि यो फेरी चाहिँ गयो, अनि अर्को आउँदैछ ऊ पर। हामी चाहिँ त्यहीँ चढेर जाने। 1 बजीको हो, 30 मिनटमा आउने रहेछ। हामी त्यसमै जाने टिकट काटेर। यो चाहिँ इरी लेक हो। कस्तो राम्रो छ। हामीले चाहिँ टिकट पनि ल्याइसक्यौँ। यो चाहिँ गयो। अब अर्कोमा चढेर जाने। यो जाने बित्तिकै अर्को आइहाल्छ एकछिनमा। अनि लाइन बसेर गइहाल्नुपर्छ। आफ्नो गाडीहरू लाँदा नि हुन्छ। वहीँ आइल्यान्डमा बसेर क्याम्पहरू गर्ने गाडी मान्छे सबै लान्छ यो फेरीले चाहिँ। अब हाम्रो चढ्ने फेरी चाहिँ आयो बल्ल बल्ल। अनि अब हामी यहाँ चढेर जान्छौँ टिकट दिएर। तर फर्स्ट उनीहरूलाई निकाल्नुपर्छ। पछि हामी चढेको अनि यहाँ माथि गएर बस्छौँ।
यहाँ चाहिँ मान्छेहरूले आरभी गाडीहरू बोटहरू सबै लान्छन् पारी हामी चाहिँ माथि गएर बस्छौँ कति धेरै हावा आउँछ ओए आइज यता हामी चाहिँ अगाडि बस्छौँ अब फेरि चाहिँ गयो ऊ पर लान्छु यो आइल्यान्डमा ऊ परको आई थिङ्क पानी पर्ने भनेर देखाइरहेको थियो तर धन्न कस्तो राम्रो घाम लाग्यो आइ एम सो ह्याप्पी नाउ वी आर टेकिङ अफ अर्को आइरहेको छ अरूलाई ल्याउनु घुमिरहेको छ बोट हावा चाहिँ एकदमै धेरै छ तर कस्तो राम्रो फिलिङ वाउ ऊ पर पुग्न आँट्यौँ मतलब अब 10-15 मिनटमा होला आइपुग्यौँ हामी अब डुल्ने आइपुग्यौँ अब यहाँ एकाएक गाडी छिर्दैछ अनि उता लाग्छ वेलकम टु पुटिन बे साउथ बास आइल्यान्ड ओहायो अरे रेन्ट गर्ने यस्तो अनि यो कुदाउने आइल्यान्डभरि त्यसरी अहिले चाहिँ हामी गोल्फ कार्टमा चढेर गइरहेको छौँ अघि मैले ड्राइभ गर्दै थिएँ अनि अब अनुष्काको पाली अनि कस्तो राम्रो छ मलाई त्यो अलिअलि हुवाई जस्तो लाग्यो जतासुकै हरियाली हामी चाहिँ घुम्दा घुम्दै बिच आइपुगेछौँ पार्कहरू टुडे इज रियली नाइस डे राइट हामीहरूको चाहिँ ब्रेक टाइम भइसक्यो अनि यहाँ चाहिँ छ रोटी रम्पम अचार पानी कोक खिरहरू पनि अनि नजारा चाहिँ यस्तो छ यहाँको भ्यूहरू तपाईँहरूलाई पनि रोटी र अचार चाहिँ यस्तो दामी मिठो हुन्छ नि मैले ल्याएको नि त अचार हाल्यो छोराछोरीलाई सम्झेर बोकेर कराउँदै थियो यसले कहिले खान्छ भन्दै थियो हेर अहिले भोक लागेर काम लाग्यो नि यसरी बोकेर सुन्नुभयो गाइस मैले खाइ पनि सक्यौँ भाउजूले खिर पनि ल्याउनु भएको रहेछ लाइक त्यो वालमार्टको बट्टाको एन्ड देन नाउ अब यहाँ हिँड्नु जाने बाट त्यहाँनिर नजारा चाहिँ कस्तो राम्रो अनि त्यहाँ फोटो पनि खिच्ने होला यस्तै छ भाउजू गइरहेको छौँ थाहा छैन तर गइरहेको छौँ कस्तो आनन्द आइरहेको छ अरू मान्छेहरू कुदाइरहेको छ हामी ब्रडवे पुटिन बे ओहायोमा छिर्न आँटेको यस्तो छ यहाँको नजाराहरू यहाँ मान्छेहरू छन्
जतै हामी चाहिँ यहाँ जङ्गलमा वकिङ आएको कस्तो वकिङ ट्रेल ओन्ली अरे तर एकछिन उहाँ गएर फर्किने होला किनभने we don't know where it's gonna take us but it looks so peaceful क्यामेरामा भन्दा नि रियल लाइफमा देख्छौ तर यहाँ caution poison ivy पनि भनेको थियो so we gotta be careful and keep on walking हेरे पनि इरी लेक जता हेरे पनि इरी लेक but it's very peaceful like John peaceful real life मा हामी चाहिँ यो घोडामा हेर्ने आइपुग्यौं घोडा यता हामीले यिनीहरू दुईजनालाई घोडामा चराएर पठायौं and then हिँडिरहेको छ अब यिनीहरू दुईजना चाहिँ प्यारासेलिङ गर्न आँटेको अनि म र भाउजू चाहिँ हेर्छौँ अनि धेरै बेरमा सफरीमा घुम्दा अब चाहिँ फर्केको वापस पारी अनि बोट पनि आइसकेको रहेछ इट्स द सेम थिङ ब्रो हामी चाहिँ अब रिटर्न भएको फेरीमा चढेर फेरि त्यसको गल्यो आँखा पनि रातो भयो कन्ट्याक्टले गरेर एन्ड देन नाउ वी आर हेडेड ब्याक ऊ परबाट उयो आइल्यान्डबाट यो आइल्यान्ड खोइ कहाँ छ कता छ ब्याङ्ककको सबैजना यता यता पनि छन् त्यस्तो भन्नु हुँदैन त हो त यस्तो हुँदैन नपढ्नु छ छाडा भन्नु